के तपाईँको घरमा अशान्ति भइरहेको छ? घरमा दुख बिमारहरू हुने, कल झगडा मनमुटावहरू भइराख्ने, घरमा भनेको सोचे जस्तो नहुने, खर्च भइराख्ने र विभिन्न किसिमको विघ्न बाधाहरू घरमा आइराख्ने यस्तो अशान्तिहरू तपाईँको घरमा भएको छ भने यो के को कारणले घरमा अशान्ति भइरहेको छ र यसको यो अशान्तिलाई शान्ति गर्ने पावरफुल घरेलु उपाय के हो त बुझ्नुको लागि भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। अशान्ति हुनुको मुख्य कारण चाहिँ विशेष गरेर घरको परिवारभित्रमा लोखाम पर्खमेवा राशिहरू एक आपसमा जुधेको कारणले चाहिँ अशान्ति हुन्छ है। घरको परिवारहरू बढ्दै जाँदाखेरि लोखाम पर्खमेवा राशिहरू पनि बढ्दै जान्छ र एक आपसमा जुत्ने हुन्छ है। लो जुत्ने, खाम जुत्ने, पर्ख जुत्ने, मेवा जुत्ने, राशि जुत्नेहरू हुन्छ है। त्यही कारणले घरमा चाहिँ विभिन्न किसिमको विघ्न बाधा अशान्तिहरू झै झगडा विभिन्न प्रब्लम विघ्न बाधाहरू चाहिँ भइराख्ने हुन्छ है। भने अब यो अशान्ति चिजलाई शान्ति गर्ने एकदमै पावरफुल घरेलु उपाय, एकदमै सजिलो बिना खर्चमा है। जस्तो अब हामीले घरमा अशान्ति भयो भने लामा पण्डितहरू लिएर घरमा पूजापाठ गर्दा धेरै खर्च लाग्छ। कम्तीमा भने पनि 10-15 हजार 20-25 हजार खर्च लाग्छ। तर तपाईँले यो उपाय गर्यो भने चाहिँ फ्रीमा अथवा एक पैसा खर्च नगरिकन घरमा शान्ति हुन्छ है। घरलाई शान्ति बनाउनुको लागि एकदमै सजिलो घरेलु उपायहरू के छ त ध्यान दिएर सुन्नुहोला। विशेष गरेर चाहिँ आफ्नो घरको मूल ढोका है, जो मान्छेहरू आवत जावत गरिराख्ने मूल ढोकाको माथि एउटा काठको फलेक तख्तको ऱ्याक बनाउनु पर्ने हुन्छ र त्यो ऱ्याकमा चाहिँ अब के सामानहरू राख्नुपर्छ त है, के गर्नुपर्छ, कसरी गर्नुपर्छ म सबै सिकाउनेछु, ध्यान दिएर सुन्नुहोला। अनि ऱ्याकहरू बनाइसकेपछि चाहिँ तपाईँले काँचको थाल, एउटा सफा चोखो काँचको थाल लिनुपर्छ। काँचको थाल अनि त्यसमाथि रातो कपडा है, बजारबाट चाहिँ तपाईँले पसलबाट रातो कपडा लिएर आउनुहोस्, 1 पुवा रातो कपडा, र त्यो काँचको थालमाथि चाहिँ रातो कपडा बिछाउनु होला। र बिछाइसकेपछि चाहिँ अनि 5वटा तत्त्वहरू राख्नुपर्छ है। त्यो थालमाथि चाहिँ 5वटा तत्त्वहरू राख्नुपर्छ। त्यो के तत्त्वहरू हो म तपाईँहरूलाई बताउँदैछु, ध्यान दिएर सुन्नुहोला है। सुरुमा 1 नम्बरमा चाहिँ माटो तत्त्वबाट बनेको है, माटोको भाँडाकुँडाहरू जस्तो ग्लास अथवा लोटा भनेर चाहिँ माटोको लोटा भनौँ है। माटोको लोटा एउटा तपाईँले बजारबाट किनेर ल्याउनु पर्यो। अनि त्यो माटोको लोटा चाहिँ त्यो माटो तत्त्वको प्रतीक मानिन्छ है। भने 2 नम्बरमा चाहिँ जल, पानी भने चाहिँ जल अथवा पानी तत्त्वको प्रतीक चाहिँ जल राख्नुपर्छ। तपाईँले त्यो लोटामा चाहिँ हरेक बिहान त्यो लोटाभरि पानी चढाउनुपर्छ है, हाल्नुपर्छ, चढाइराख्नुपर्छ, बिहान सेलाउने अनि हरेक बिहानमा चाहिँ सेलाएर अनि नयाँ पानी, चोखो पानी चाहिँ चढाउनुपर्छ है। त्यो चाहिँ जलको प्रतीक हुन्छ, जल तत्त्वको प्रतीक हुन्छ। भने 3 नम्बरमा फलामको प्रतीक है, फलाम तत्त्वको प्रतीक जस्तो तपाईँले 5वटा सिक्की पैसा र 1 टुक्रा फलाम चाहिँ राख्नुपर्ने हुन्छ है। भने 4 नम्बरमा तपाईँले अग्निको प्रतीक, अग्नि तत्त्वको प्रतीक जस्तै क्यान्डल या माचिस है, माचिस भन्दा क्यान्डल राम्रो हुन्छ, सलाइभन्दा चाहिँ क्यान्डल चाहिँ तपाईँले 3 पिस या 5 पिस क्यान्डल चाहिँ क्यान्डल मोमबत्ती चाहिँ तपाईँले त्यो थालीमा राख्नुपर्छ है। भने 5 नम्बरमा काष्ठ तत्त्वको प्रतीक है, काठको प्रतीक, एकतिर पाउने लेकी बाँस भन्छ है। बाँसको सानो खालको यत्रो उम्ला जत्रो बाँस हुन्छ, त्यस्तो खालको बाँस चाहिँ 3 घट भएको, 3वटा रेखी भएको बाँसको टुक्रा चाहिँ राख्यो भने अति राम्रो, अथवा बेतको 3वटा टुक्रा भएको राख्यो भने अति राम्रो हुन्छ भन्छ। यदि बेत र बाँस पाएन भने चाहिँ तपाईँहरूले बर, पिपल, आम, बेलको काठहरू पनि टुक्रा काटेर चाहिँ राख्न 3 टुक्रा या 5 टुक्रा राख्न सकिन्छ है। यो चाहिँ 5वटा तत्त्वको प्रतीकहरू भयो है। भने 6 नम्बरमा चाहिँ तपाईँले सर्सो तोरी है, पहेँलो तोरी अथवा पहेँलो सर्सो तोरी चाहिँ
एक मुठी पोलिथिनमा या चोखो कपडा कुनै पनि रङको कपडामा बाँधेर पोको पारेर चाहिँ त्यहाँ राख्नुपर्ने हुन्छ भने 7 नम्बरमा तपाईँले साङ है धुबी सुक्पा साङहरू जुनै पनि साङहरू छ भने तपाईँले पोको पारेर कपडा या पोलिथिनमा पोको पारेर एक मुठी त्यो साङ धुलो पनि राख्नुपर्ने हुन्छ है। भने यो 7वटा चिजहरू चाहिँ तपाईँले एकै जग्गामा राख्यो भने घरमा सधैँभरि शुभ शान्ति शुभ मङ्गल शुभ समृद्धि हुन्छ है। त्यो चाहिँ 7वटा तत्त्वको संयोग मिलन हुन्छ भने चाहिँ 5वटा तत्त्वको मिलन संयोग र त्यसमाथि 2टा पवित्र तत्त्वहरूको संयोग भएको कारणले चाहिँ घरमा सधैँभरि शुभ शान्ति शुभ मङ्गल शुभ समृद्धि भएर जाने हुन्छ है। भने मैले जस्तो भनेको छु त्यो सिस्टमले तपाईँहरूले घरमा आफ्नो घरमा मूल ढोकाको माथि यदि मूल ढोकाको माथि तपाईँहरूको यदि अप्ठ्यारो छ बनाउन सक्दैन भने तपाईँहरूले आफ्नो घरको पूजा थानमा पनि सेम विधि गरेर गर्न सकिन्छ है। भने यदि तपाईँहरूको घरमा अशान्ति छ भने चाहिँ यो वास्तुशास्त्रमा चाहिँ यस्तो लेखेको छ है, यो सिस्टमले गर्यो भने चाहिँ घरमा सधैँभरि शान्ति शुभ मङ्गल शुभ समृद्धि हुन्छ भनेर यसरी लेखेको छ है। भने भिडियो कस्तो लाग्यो तपाईँहरू यदि भिडियो राम्रो लाग्यो भने दिल खोलेर सेयर गरिदिनु होला, भिडियोलाई लाइक गरिदिनु होला। नबुझेको कुराहरू तपाईँले कमेन्ट गर्न सक्नुहुनेछ भने मेरो प्रोफाइल पेजलाई यदि फलो गर्नुभएको छैन भने जरुर फलो सब्सक्राइब गरिदिनु होला, मेरो फेसबुक पेजमा जोडिनु होला ताकि यस्तै महत्त्वपूर्ण ज्ञानको कुराहरू तपाईँहरूलाई बेला बेलामा आइराख्नेछ र तपाईँले सिक्ने र बुझ्ने मौका पाउनेछ है भन्दै फेरि अर्को भिडियोमा भेट्नेछु। अहिलेको लागि चाहिँ म भिडियोबाट बिदा हुन चाहन्छु। नमस्ते, टसेदेले थुजेसे, बाई बाई।